हातमा म रमेशबाट यस्तो गरेर यस्तो हुने रहेछ भनेर भन्नु त्यो साथीसँग फ्रेम सुरु गर्ने होइन यो हात कसरी चार्दा पछाडि दुख्दैन र गेडी खुसी त भयो क्लिक्क गरेर चाहिँ त्यतिको गाँठो बढेर एउटा गाँठो भयो साथीसँग गर्नु साथीलाई सिकाउनु नि हुँदैन आफूले तालिम साह्रै सिकाउनु हुन्छ यहाँ एउटा टिटी थाँतीमा गोठवालाले दाउराको फेरो बान्छ नि अब त्यसरी यो थाँती यति यो तल सिधा सिधा आफ्नो मुट्ने घर र यता छाती क्याप त्यति गर्नुपर्छ थपक थपक बिस्तारै उठाउने गर्नुपर्छ कुरा नि हाम्रै लाभ खोटो नै उखान तर आफूले के गर्नुपर्छ भने भैँसी काँडेर सिधा लहरा ल्याएर चिया लाइनमा उसिन्नुपर्छ अनि चिनी लाउनुपर्छ चिनीसँग बिहान खाने गराउनु अरू केही नखान्छ आफ्नो जिउ दुखेको हुन्छ भैँसी काँडेर सिकाएर लहराहरू बनाइहाल्छ एकदम डबर जस्तो बनाइहाल्छ मोटै चिया लाइनमा इच्छायो टकटका चाना उसिन्दै खान्छु नउहिले मलाई बाटो लगाइहाल्नु खालि भैँसी काँडेर त्यो सिकार लगाएर चियादारीमा लगायो गएर हेर्न कति रहेछ कति रङ आएन पानी थप्यो खायो त्यसो गर्छ त्यसरी गर्छ जिउ दुखे उनी पर्दैन नभए आमै उहिले सकेन खालि गर्छु सारामा अदर बिजुली सबै बिमारको कट्टु ठक्क कट्टु सानो भिरको कठी हुनुपर्छ अनि हाफेन हुनुपर्छ सबै अलिक नपक्रोस् खेरमा हो त्यस्तो हाईको कहिले कहिले हरियो टप सबै त्यसो लगाउनु आम्मै कमिसो भने पेटीसँगको पेटी त्यो हातैलाई पक्रिने त्यसरी पक्रेको हुन्छ त्यो राम्रोको लागि त्यसो गर्नु त्यो टक्कै वाह
ठाउँदै सबै सडक ठाउँ हुँदैन अलग्ग छप्प आफू उठायो पहिलो त्यसरी पछाडि निकै ताजा भएपछि पनि छिटो पारेँ बिस्तारै छप्पै थाकेर उनीहरूसँग एकैछिनमा